जस्तै माइग्रेनलाई चाहिँ बढाउने केही तत्त्वहरू त पक्कै पनि होला नि केले चाहिँ माइग्रेनलाई बढाउने गर्छ रहेछन्? त्यसलाई चाहिँ हामीले मेडिकल टर्ममा ट्रिगर भन्छौँ। माइग्रेनमा चाहिँ मोस्ट कमन ट्रिगर चाहिँ स्लिप हाइजिन मेन्टेन नहुनु र स्ट्रेस म्यानेजमेन्ट नहुनु र रेगुलर एक्सर्साइज नगर्नु, यो तिनवटा चाहिँ मेन ट्रिगर फ्याक्टर हो। अब अन्य ट्रिगर फ्याक्टरमा चाहिँ खानेकुरा, केही खानेकुराहरूले चाहिँ माइग्रेन ट्रिगर गर्छ। अर्को भनेको स्ट्रङ स्मेल र अर्को भनेको चाहिँ अब अघि नै पनि भन्ने क्राइटेरिया ब्राइट लाइट, नोइज, हल्लाहरूले पनि ट्रिगर गर्ने गर्दछ। अब खानेकुरामा चाहिँ अब कस्तो कस्तो खानेकुराले ट्रिगर गर्छ भने साधारणतया यो सबैमा लागु चाहिँ नहुन पनि सक्छ। प्रत्येक केही कुनै व्यक्तिलाई केहीले ट्रिगर गर्छ, कुनै व्यक्तिलाई केहीले ट्रिगर गर्छ। साधारणतया माइग्रेनमा ट्रिगर गर्ने भनेको चाहिँ तपाईँको केही खानेकुराले गर्छ। जस्तै एक्सेसिभ क्याफिन इन्टेक भयो, चिया कफी एकदमै धेरै खाने व्यक्तिमा चाहिँ माइग्रेन बढ्ने गर्छ। अर्को भनेको चाहिँ तपाईँको मोनोसोडियम ग्लुटामेट भन्ने हुन्छ, यो विभिन्न नुडल्सहरूमा पाइन्छ, यसले पनि माइग्रेन ट्रिगर गर्छ। अर्को भनेको एस्पार्टेम भनेको आर्टिफिसियल स्विटेनर भन्छ, कतिपय त्यो बिभरेजहरू पाइन्छ, त्यसलाई चाहिँ गुलियो बनाउनलाई यो हालिएको हुन्छ। यो खानेकुरा, यो हालेको खानेकुराहरू खाँदा पनि माइग्रेन ट्रिगर हुन्छ। र अन्य रेगुलर हामीले घरमा खानेहरूमा चाहिँ कोही कोहीलाई साइट्रस फ्रुट्सले पनि गर्छ, जस्तै सुन्तला, लेमनहरूले पनि गर्छ होइन। अब कोही कोही व्यक्तिलाई चाहिँ माइग्रेन चाहिँ तपाईँको यो पुरानो चिजहरूले गर्छ। अर्को भनेको चाहिँ त्यो चिजमा चाहिँ जुन टाइरामिन हुन्छ क्या मेनली पुरानो चिजहरूमा, र प्रोसेस्ड मिट अघि नै पनि भन्यो। र अर्को त्यस्तै केमिकल इलिमेन्ट कुनै छ कि छैन भनेर हेर्नुपर्छ। नाइट्रेट र नाइट्राइट भन्ने केमिकल छ कि छैन त्यो बजारमा पाइने खानेकुरामा नि हेर्नुपर्छ। यदि त्यो छ भने त्यसले पनि माइग्रेन बढाउने गर्छ। साधारणतया माइग्रेन चाहिँ यिनै खानेकुराले बढाउँछ। अर्को चाहिँ अल्कोहलमा चाहिँ रेड वाइनको रिलेसन धेरै भेटिन्छ। रेड वाइन खाँदाखेरि चाहिँ माइग्रेन ट्रिगर हुने गर्दछ। अहिले मैले अगाडि भिडियोमा प्रोसेस्ड मिटको कुरा गरेको थिएँ, त्यसमा चाहिँ मेन अब हामीले सम्झिनुपर्ने कुरा भनेको चाहिँ माइग्रेनमा पुरानो खानेकुरा खान हुँदैन, सकेसम्म बजारमा पाइने खानेकुरा खान हुँदैन, चिया कफी कम गर्नु पर्यो। यही कमनली यही नै हो। अब कुन व्यक्तिलाई कुन चिजले ट्रिगर गर्छ भन्ने कुरा चाहिँ आफूले हेडेक डायरी मेन्टेन गर्नुभयो भने थाहा हुन्छ। जस्तै के खाएको दिँदाखेरि प्रत्येकचोटि खाँदाखेरि टाउको दुखाएको टिप्दै जाने, टिप्दै गएपछि तपाईँलाई कमन चिजहरू भेट्दै जानुहुन्छ। अनि तपाईँले ती खानेकुराहरूबाट चाहिँ तपाईँ टाढा बस्ने भनेर बुझ्नु पर्यो। के खाँदा बढ्यो, के खाँदा घट्यो, त्यो याद गर्नु पर्यो हामीले।